नमस्कार। आजको यो विशेष प्रस्तुतिमा स्वागत छ। सरकारी काम भनेपछि लामो लाइन र झन्झट याद आउँछ हैन त? तर अब एउटा एकदमै खुसीको कुरा छ। घण्टौं लाइनमा नबसिकन घरैबाट अनलाइन मार्फत मतदाता परिचय पत्र बनाउन सकिने भएको छ। हो, एकदमै सही सुन्नुभयो। कसरी गर्ने त? आज हामी यसैको बारेमा गहिरिएर बुझ्नेछौं। यो पूर्ण रूपमा आधिकारिक र भरपर्दो जानकारी हो भन्ने कुराको प्रमाणस्वरूप हाम्रो यो प्रस्तुतिमा आरकेएस लोगो पनि समावेश गरिएको छ है। ल, अब ढिला नगरी सुरु गरौं। आजको यो आधिकारिक प्रक्रियालाई बुझ्न सजिलो होस् भनेर 4वटा मुख्य भागमा बाँडिएको छ। पहिलो, अनलाइन मतदाता दर्ता। दोस्रो, आवश्यक पूर्व तयारी। तेस्रो, अनलाइन फर्म भर्ने चरणहरू। र चौथो, अन्त्यमा ध्यान दिनुपर्ने कुराहरू। ल, अब प्रवेश गरौं पहिलो खण्डमा। अनलाइन मतदाता दर्ता अर्थात् नागरिकलाई डिजिटल सुविधा। हामीले आज छलफल गर्न गइरहेको कुरा कुनै हावाका भरमा आएको जानकारी होइन नि। यो त सिधै जिल्ला निर्वाचन कार्यालय बैतडीले जारी गरेको आधिकारिक सूचनामा आधारित छ। यसले गर्दा हाम्रा हरेक चरण र जानकारी 100% विश्वसनीय छन् भन्ने कुरा स्पष्ट हुन्छ। परम्परागत र झन्झटिलो प्रक्रियालाई कसरी एकदमै सहज डिजिटल रूपमा ढालिएको छ भन्ने कुरा यसले छर्लङ्ग पार्छ। साँच्चै नै यो एउटा ठूलो राहतको कुरा हो। अब लागौं दोस्रो खण्डतर्फ, आवश्यक पूर्व तयारी र एकदमै महत्त्वपूर्ण 24 घण्टाको नियम। अनलाइन फारम भर्न सुरु गर्नुअघि एउटा कुरामा एकदमै ध्यान दिनुपर्छ है। नियमले स्पष्ट रूपमा भन्छ, राष्ट्रिय परिचय पत्र बनेको सामान्यतया 24 घण्टापछि मात्रै मतदाता नामावलीको लागि फारम भर्न सकिन्छ। यो कुरालाई हल्का रूपमा लिनु हुँदैन, किनभने नयाँ बनेको राष्ट्रिय परिचय पत्रको विवरण सरकारी प्रणालीमा पूर्ण रूपमा अद्यावधिक हुन झण्डै 1 दिनको समय लाग्छ। त्यो समय पूरा नभइकन त निर्वाचन आयोगको प्रणालीले विवरणै चिन्दैन। त्यसैले अलिकति धैर्य गरौं, हतार नगरी 24 घण्टा पर्खिनु नै यसको पहिलो र मुख्य नियम हो। अब पालो तेस्रो खण्डको, अनलाइन फारम भर्ने चरण, जसमा प्रारम्भिक सेटअप र प्रमाणीकरणको कुरा आउँछ। ल, अब काम सुरु गरौं। पहिलो कुरा, मोबाइल वा ल्यापटपमा गुगल क्रोम वा एज जस्तो कुनै पनि ब्राउजर खोलेर निर्वाचन आयोगको वेबसाइट election.gov.np मा जानुपर्छ। त्यहाँ मतदाता नामावली प्री रेजिस्ट्रेसन र अद्यावधिक खण्ड देखिन्छ अनि नयाँ दर्तामा क्लिक गर्नुपर्ने हुन्छ। दोस्रो चरणमा आफ्नो राष्ट्रिय परिचय पत्र नम्बर, जन्ममिति र अङ्ग्रेजीमा पहिलो नाम राख्ने। त्यसपछि त्यहाँ दिएको एउटा सानो गणितको हिसाब मिलाएर NIN-बाट प्रमाणीकरण गर्नुहोस् भन्ने बटनमा क्लिक गर्नुपर्छ। तेस्रो चरण त झन् सजिलो छ। प्रणालीले आफै राष्ट्रिय परिचय पत्रमा भएको ठेगाना देखाउँछ। त्यो सही छ भने अर्कोमा क्लिक गर्ने। अनि चौथो चरणमा सम्पर्कका लागि आफ्नो मोबाइल नम्बर वा इमेल राखेर फेरि अर्कोमा क्लिक गर्ने। कति सहज छ हैन त? अब बाँकी 4वटा चरणहरू हेरौं। 5औं चरणमा नागरिकताको पछाडि उल्लेख भएको नागरिकताको किसिम छान्ने र मतदान गर्ने स्थल रोज्ने काम हुन्छ। यहाँ एउटा सानो तर महत्त्वपूर्ण कुरा छ है। यदि राष्ट्रिय परिचय पत्रमा भएको भन्दा फरक ठेगाना राख्नु परेमा बसाइसराई वा विवाह दर्ताको प्रमाणपत्र अनिवार्य रूपमा अपलोड गर्नुपर्छ। 6औं चरणमा अपाङ्गता सम्बन्धी विवरण छान्ने। 7औं चरणमा मातृभाषा, शैक्षिक योग्यता र समूह वर्ग छान्ने। यहाँनिर एउटा कुरा प्रष्ट हुनुपर्छ, दलित, मधेसी, मुस्लिम र थारू बाहेकका अरू सबै थरहरू खस आर्य वर्गमा पर्दछन्। र अन्तिम अर्थात् 8औं चरणमा आफूले भरेका सबै विवरण ठिक छन् कि छैनन् भनेर एकपटक सरर हेर्ने। यदि केही बिग्रिएको छ भने अघिल्लो बटनमा गएर सच्याउन सकिन्छ। तर एउटा कुरा याद राखौं, राष्ट्रिय परिचय पत्रबाट तानिएका विवरणहरू भने सच्याउन मिल्दैन, अरू मात्र मिल्छ। सबै कुरा पक्का भइसकेपछि दर्ता गर्नुहोस्मा क्लिक गरेर यो प्रक्रिया सजिलै सम्पन्न गर्न सकिन्छ। अब अन्तिम खण्ड 4, ध्यान दिनुपर्ने कुरा, जसमा फारम बुझाइसकेपछिका नियमहरूबारे चर्चा गरिनेछ। यहाँनिर आउँछ सबैभन्दा ठूलो र रमाइलो भिन्नता। राष्ट्रिय परिचय पत्र अर्थात् NID हुने र नहुने बीचको फरक नै यही छ। यदि NID बनिसकेको छ भने बायोमेट्रिक अर्थात् फोटो खिच्ने र औँठाछाप दिने काम डिजिटल रूपमै आफै तानिन्छ। यसको मतलब अब निर्वाचन कार्यालय धाउनुपर्ने झन्झट पूर्ण रूपमा खत्तम। तर यदि NID बनेको छैन भने नि अनलाइन फारम त भर्न मिल्छ, तर बायोमेट्रिक दिनको लागि सक्कल नागरिकता बोकेर कार्यालयमै पुग्नुपर्ने हुन्छ। आधुनिक डिजिटल प्रणालीले हाम्रो कामलाई कतिसम्म सजिलो बनाउँदो रहेछ भन्ने यो भन्दा राम्रो उदाहरण अरू के नै होला र? फारम दर्ता गरेपछि के हुन्छ त?
निर्वाचन कार्यालयले पहिले नै नामावली बनेको छ वा छैन र भरिएका विवरणहरू ठिक छन् कि छैनन् भनेर मज्जाले रुजु गर्छ। रुजु गरिसकेपछि यदि निवेदन स्वीकृत भयो भने सिधै मोबाइलमा मतदाता नम्बर सहितको एसएमएस आउँछ। ख्यास सजिलो। र यदि कुनै कारणले निवेदन रद्द नै भयो भने पनि कुन कारणले रद्द भएको हो भनेर स्पष्ट रूपमा एसएमएसमै जानकारी आउँछ। यसले गर्दा कुनै पनि अन्यल बाँकी रहँदैन। अनि अघि नै भने जस्तै राष्ट्रिय परिचय पत्र हुनेहरूको बायोमेट्रिक त स्वचालित रूपमै प्रशोधन भइहाल्छ। यसको अर्थ अब घरमै बसेर चिया पिउँदै आफ्नो दर्ताको अवस्था ढुक्कसँग थाहा पाउन सकिन्छ। अन्त्यमा एउटा साँच्चै नै गम्भीर र चाखलाग्दो प्रश्न मनमा उब्जिन्छ कि राष्ट्रिय परिचय पत्र र निर्वाचन आयोग बीचको यो सफल डिजिटल एकीकरणले भविष्यमा हाम्रा नागरिक दायित्वहरू पूरा गर्ने तरिकालाई स्थायी रूपमा परिवर्तन गर्ला त? यो समयको बचत गर्ने गजबको डिजिटल आविष्कारले आगामी दिनमा अरू सरकारी कामहरूलाई पनि कसरी अझ प्रभावकारी र सहज बनाउला सोच्न बाध्य बनाउँछ होइन त? आजको यो आधिकारिक सूचनाको प्रस्तुतिले सम्पूर्ण दर्ता प्रक्रियालाई छर्लङ्ग पार्न पक्कै मद्दत पुग्यो होला भन्ने हाम्रो विश्वास छ। यस्ता नवीन प्रणालीहरूले हाम्रो दैनिकीलाई कसरी बदल्दैछन् भन्ने कुरा साँच्चै नै रोमाञ्चक छ। यस जानकारीमूलक प्रस्तुतिको अन्त्यसम्म सँगै रहेकोमा धेरै धेरै धन्यवाद।